आज फेरि एउटा सानो परमेश्वरको साँचो और जीवित वचन ल्याएर म तपाईँहरूको माझमा उपस्थित भएको छु र यस वचनको द्वारा परमेश्वरको महिमा हुन सकेको होस्। आज मेरो टपिक छ मर्कुसको 11 को 23 र 24वां वचन। जसरी 23 मा लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्छु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई उक्लेर त समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। 24 मा लेखिएको छ, यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। आमीन। यस वचनको द्वारा परमेश्वरको महिमा भएको होस्। र म तपाईहरूलाई यो भन्न चाहन्छु कि भाइ बहिनीहरू, आजको धेरै विश्वासी मानिसहरू हुनुहुन्छ, संगति जानुहुन्छ, वचन सुन्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ, तर उहाँको जो प्रब्लमहरू समस्याहरू हुन्छ, उहाँ समस्याहरूसित जुझिरहनुहुन्छ, तर प्रार्थना गर्नुहुन्छ, तर क्या भन्छ फेरि पनि उहाँहरू त्यस चीजबाट मुक्त हुनु हुँदैन, किनकि उहाँको विश्वासको कमजोरको कारणले गर्दा। किनकि उहाँले जहिले पनि आफ्नो कसै पनि समस्याको लागि, कसै पनि चीजको लागि प्रार्थना गर्दा उहाँहरूको मन दुई धारमा हुन्छ र दुई धारमा भएर गरेको प्रार्थनाको उत्तर आउन गाह्रो छ। मेरो भाइ बहिनीहरू, जब हामी पूरा रीतिले विश्वास गर्छौं परमेश्वरमा, र जब हामी पूरा रीतिले विश्वास गरेर परमेश्वरको अगाडि गएर खुट्टा टेकेर जब हामी प्रार्थना गर्छौं त्यस समस्याको लागि, तब परमेश्वरले त्यो प्रार्थना सुन्नुहुन्छ र त्यस समस्यालाई टार्नुहुन्छ। मेरो भाइहरू बहिनीहरू, किनकि हाम्रो परमेश्वर जीवित हुनुहुन्छ र हाम्रो परमेश्वरले हाम्रो प्रार्थना गरेको उत्तर दिनुहुन्छ। मेरो भाइ बहिनी हो, तर हाम्रो जीवनमा एउटै विश्वास हुनुपर्छ, जस चिजको लागि हामीले प्रार्थना गर्यौं त्यो चिज भइसक्यो या त्यो चिज परमेश्वरले हाम्रो निम्ति गर्नुहुन्छ भनेर हाम्रो हृदयमा त्यही विश्वास रहनुपर्छ। हामीले प्रार्थना त गर्छौं, तर हामी त्यसपछि हाम्रो जीवनमा हामीले के सोच्छौं, यो हुन्छ कि हुँदैन भन्ने हाम्रो दिमागमा चलिरहन्छ। त्यो होइन मेरो भाइ बहिनी हो। जब तपाईहरूले एक चिजको लागि प्रार्थना गर्नुहुन्छ त तपाईँ विश्वास गर्नुहोस्, त्यो हुनेछ। ढिलो होला तर हुने जरुर छ, किनकि हाम्रो परमेश्वरले त्यस चिजलाई पूरा गर्नुहुनेछ भनेर। किनकि बाइबलको वचनले कहिल्यै पनि झुटा भन्दैन। मेरो भाइ बहिनीहरू, आज कतिपय भाइ बहिनीहरू बिमारीले परेशान छन्, फेरि पनि प्रार्थना गर्छन्, तर कहिले यता भागेको छन्, कहिले उता भागेको छन्। एकतर्फा विश्वास